सम्पूर्ण साथीहरूलाई नमस्कार। तपाईहरु हेर्दै हुनुहुन्छ हाम्रो यात्रा हाम्रो अभियान र तपाईहरुलाई आज म अवगत गराउन चाहन्छु नेपालको राजनीतिक अहिले एउटा तरङ्गित हिसाबले अघि बढिरहेको छ। त्यो सबैलाई अवगत नै छ। स्वदेश तथा विदेशमा सबै जानकार नै हुनुहुन्छ। र अहिले मैले एउटा कुरा भन्न खोजेको जसरी एमालेको महाधिवेशन एकदम घम्सी तरिकाले तपाईहरुले देखिरहनु भएको छ। सबैजना उम्मेदवारहरू आफ्नो प्रतिनिधिहरूसँग हैन मत मागिरहनु भएको छ, भोट मागिरहनु भएको छ। तपाईलाई के लाग्छ एमालेको विगतका पृष्ठभूमि, हालको पृष्ठभूमि तपाईलाई के लागिरहेको छ? सही लागिरहेको छ? एमाले गर्न खोजेको सही छ? मैले भन्दा पनि तपाईहरुलाई थाहा छ। मलाई खासै थाहा छैन। तपाईहरु जानकार हुनुहुन्छ। तपाईहरुले नजिकबाट हेरिरहनु भएको छ। यो मानेमा आज तपाईहरुले भन्नु पर्यो। गुट उपगुट नेपालको राजनीतिक आन्दोलन, नेपालका कम्युनिस्ट पार्टीहरू कसरी तितर बितर भएका छन् तपाईहरुलाई अवगत नै छ। सबैलाई पद चाहिएको छ हो। तर म यो मानेमा भन्छु कि कम्युनिस्टहरू फुटेर होइन जुटेर अघि बढ्नुपर्छ। फुटेर होइन, फुटेर त सबै चिज सकिन्छ, सबै चिज नासिन्छ। त्यो कारणले गर्दाखेरि फेरि पनि म तपाईहरुलाई के आह्वान गर्न चाहन्छु भने कम्युनिस्टहरू कुनै पार्टी होइन, कुनै एक पार्टीमा चाहिँ एक व्यक्ति हाबी होइन। सम्पूर्ण कम्युनिस्टहरू, नेपालका कम्युनिस्टहरू एक भएर अघि बढ्नु नि तपाईहरुलाई चाहिँ म शुभकामना दिन्छु। त्यो चाहिँ चाँडोभन्दा चाँडो चाहिँ होस् भन्न चाहन्छु म मेरो व्यक्तिगत हिसाबले। तर यहाँ त्यो मैले भनेको चिज लागू हुन्छ भन्ने मानेमा म विश्वस्त छैन। यो सम्भवै छैन। सबैलाई पद चाहिएको छ। सबै लोभ लालच, सबैलाई आफ्ना आसे पासे सबै भर्नु परेको छ। त्यो कारणले गर्दाखेरि यो असम्भवको कुराहरू भयो। र कुराकानी गरौँ एमाले महाधिवेशनको। यसमा केपी ओली पक्ष गुट र ईश्वर पोखरेल गुट। तपाईलाई के लाग्छ केपी ओलीका गुटमा उपाध्यक्ष, उपमहासचिव, सचिव, केन्द्रीय सदस्यहरू कसले जित्दा चाहिँ राम्रो हुन्छ? आउनु पर्यो युवा है, आउनु पर्यो युवा। तपाईहरुलाई म अग्रिम शुभकामना दिन चाहन्छु। जो युवाहरू जो नयाँ आउनु चाहनु भएको छ, जो म चाहिँ यो पार्टीलाई चाहिँ यसरी गर्छु भनेर आउनु भएको छ, उहाँहरूलाई म शुभकामना दिन चाहन्छु। र त्यसैगरी यता ईश्वर पोखरेल गुटबाट अध्यक्ष उहाँ आफै लड्नु भएछ। उपाध्यक्ष हुनुहुन्छ, उपमहासचिव हुनुहुन्छ, सचिव हुनुहुन्छ, महासचिव हुनुहुन्छ है। उहाँहरूबाट पनि पुरानोबाट होइन, नयाँबाट युवाहरू आउनु पर्यो। उहाँहरूलाई पनि म अग्रिम शुभकामना भन्न चाहन्छु। जसले जिते पनि मलाई केही छैन, तर राम्रो गर्नु पर्यो। देशमा एउटा निकास दिनु पर्यो। देश अन्यलमा अघि बढाउनु भएन है। मेरो आफ्नो धारणा धेरै छ, अझै मेरो मनमा धेरै छ। आज धेरै नबढौँ। जसरी अहिले एमालेको यो महाधिवेशन अहिले चलिरहेको छ, उहाँहरू जो आए पनि उहाँहरूलाई नयाँ युवाहरूलाई हैन, उहाँहरूलाई अग्रिम शुभकामना भन्दै बाँकी कुरा तपाईकोबाट, तपाईहरुको कमेन्टबाट यसले जित्दा हुन्छ भनेर नामै लेखेर हाल्नुस् ल। तपाईहरु एउटा अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, महासचिव, सचिवको एउटा लिस्ट नै निकालेर हाल्ने जिम्मा तपाईहरुको। तपाईहरुलाई जिम्मे मैले। ओके।